कुमारी भइसकेपछि किनभने जुन उहाँ पहिल्यैदेखि चलिआएको परम्परा होइन, त्यो देवीको शक्ति के भनौँ एउटा अदृश्य जुन चाहिँ नि त्यो देवी शक्ति छ नि त होइन, उहाँको चाहिँ नि एउटा चाहिँ नि परम्परादेखि नै अहिलेसम्म नि त्यो अटुट रूपमै आएको छ जस्तो लाग्छ क्या हामीलाई पनि। हजुर। किनभने अब तपाईँ नै कुमारीको दर्शन गर्नु गयो भने होइन, उहाँले चाहिँ नि केही एक्सप्रेसन दिनुहुन्न, टिका लाउनुहुन्छ त्यतिकै हुन्छ। यदि तपाईँ दर्शन गर्नु जाँदाखेरि उहाँ हाँस्नुभयो अथवा रुनुभयो अथवा चाहिँ तपाईँले अघि जात्राको कुरा निकाल्नुभयो, उहाँ चाहिँ रुनुभयो अथवा हरेक आफ्नो अलि बेग्लै किसिमको एक्सप्रेसन ह्युमन एक्सप्रेसन दिनुभयो भने त्यसले नराम्रो सङ्केत गरेको छ नि अवश्य नै थाहा हुन्छ। अनि हाँस्दाखेरि कुन सङ्केत मानिन्छ, रुँदाखेरि कुन सङ्केत मानिन्छ? अनि हाँसेको पनि नराम्रो, रुँदा पनि नराम्रो हो। त्यो चाहिँ नि एउटा अनिष्टको सङ्केत चाहिँ दिएकै हुन्छ। जस्तै एज अ म गएर मलाई देखेर हाँस्नुभयो भने मेरो त भविष्य राम्रो होला भन्ने पनि सोच होला नि त मलाई त। अब मान्छेलाई त्यस्तो चाहिँ नि फिलिङ होला किन त्यो